एभ्रिवान दर्शक नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी सब साथीहरू भएर घुम्नलाई जाँदैछौँ माथि डाँडातिर। माथि डाँडातिर होइन, यता चाहिँ नयाँ नयाँ साथीहरू आउनु भएको छ। नयाँ साथीहरूलाई घुमाउनलाई, नयाँ साथीहरूलाई वेलकम छ है त। ल सबलाई नयाँ साथीहरूलाई घुमाउनलाई डाँडातिर गइँदैछ है त। टाइम भनेको 1 बज्न लागेको छ। अब 1 बजेको चर्को घाममा हिँडिया छ ऊ माथि। त्यहाँ डाँडामा पुग्नु पर्ने छ। अब 2-3 घन्टाको हिँडाइ हुन्छ। यहाँबाट कस्तो भ्यू देखिन्छ तपाईँहरूलाई म देखाउँछु। उहाँ चाहिँ खगराजजी हाम्रो पोखराबाट यता काठमाडौँ, यता कैलाली। तपाईँ कता? कैलाली। सबै कैलालीको ग्याङ भर्खर आउनु भएको नयाँ। के अब पानी भरेर यहाँ टक्क माथिबाट आएको मूलको पानी छ। गर्मीले यस्तो गर्मी पुरै पसिना पसिना भयो त। भोटेसँग फोटो खिच्दै हुनुहुन्छ। यो टोपी लगाउने चाहिँ एक्सर्साइज गर्ने ठाउँ चाहिँ दाइ एक्सर्साइज हान्दै हुनुहुन्छ है। ल भयो जाऊँ। ल हिँड्दा हिँड्दा थाकेर सबैको तर हावा आएर बल्ल अलिकति शीतल भयो। पुरै टी सर्टै भिजिसकेको छ पानीले, पसिनाले गर्दा गर्मीले। त्यो माथि डाँडामा हो, त्यो एउटा उ छ, त्यहाँनिर जाने हो। यसरी गफ गरेर अब पुरै हिँड्दाखेरि त हिँड्ने जस्तो फिल पनि नहुने। यता दाइको फेरि आफ्नै पारा छ। के भयो? पहाड चढ्दा चढ्दा यस्तो बाटो छ। सेम पहाडतिरको बाटो, जङ्गल। अलि 1.5-2 घन्टाको हिँडेपछि चाहिँ ल तलबाट हेरेको डाँडा आइपुग्यो। यस्तो भ्यू छ होइन, टक्क। त्यति क्लियरै छैन रहेछ। तुवालो, हल्का तुवालो लागिरहेछ। घाम चाहिँ लागेको छ तर पनि। यता चाहिँ यो चाहिँ हाम्रो कम्पनी, यो सब एरिया उता पनि छ। त्यो सब हाम्रो कम्पनी हो। उतापट्टि पनि छ बिल्डिङ कम्पनी। साथीहरू आइपुग्नु भयो। कस्तो लाग्यो त यहाँ माथि आइपुग्न? ल हालत खराब भयो होइन त? यो तल हाम्रो होस्टेल चाहिँ यो तल छ। त्यहाँबाट हिँड्दै 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 आएको उताबाट। हिँड्ने मान्छे 2 घन्टा हिँडाइदेखि गलेर लखतरान भएर के भयो त? हिँड्दै रह्यो, गाह्रो भयो नउठ्ने, सुत्ने, शीतल भयो। यतापट्टि चाहिँ कृषि टनेलै छ। कृषि यतापट्टि कृषि छ, यतापट्टि कम्पनी छ।
यतापट्टि चाहिँ कृषिमा आउने गोर्खाहरू यता पनि छन् धेरै। केही नेपालको भाइ पाउने ढुङ्गाको पाहाड टाढा काँडा भएको। यदि तपाईँहरू यता खेङसाङ नाम्दोको खजेसी सामसुम सिप बिल्डिङ एरियामा हुनुहुन्छ अनि तपाईँलाई त्यो हिँड्न मन लाग्छ छुट्टीको बेलामा भने यता माथि खेरोङसान भन्ने पाहाड छ डाँडा, यता आउनु सक्नुहुन्छ है। हजुर तर हावा खानालाई गर्मीको टाइममा चाहिँ एकदम ठिक हुन्छ। अरू बेला जाडोमा चाहिँ जाडोको बेला पनि हामी आथ्यौँ, यस्तै गाह्रो भएको थियो। अहिले चाहिँ एकदम शीतल आनन्द, हरियाली जङ्गल, यता सहर यता पहाड भ्यू त के हो नि त। पनि यस्तै काठको सिडीहरू यस्तो पहाडमा पनि यस्तो बनाइरहेको छ। घुम्ने ठाउँ यो एरियाको सबैभन्दा डाँडा अग्लो ठाउँमा चाहिँ यो खेरोङसान भन्ने ठाउँ यो चाहिँ हो 66 मिटरमा अग्लोमा छ। यतापट्टि यस्तो कृषिको सबै कृषि उत्पादन एग्रिकल्चर। यतापट्टि सिप बिल्डिङ छ, अघि हो त्यो डाँडाबाट हामी आएको, यताबाट यता अब ऊ त्यो डाँडासम्म जाने हो। यताबाट हिँड्दै नयाँ साथीहरू भर्खर आउनु भएको हो। ल फेरि आउनुपर्छ पछि। बाटो यस्तो यो लडिन्छ है बिस्तारै है। ए बुट लाएर आउनु भएछ अनि यस्तो चाहिँ उकालोमा खत्रो होइन के हो यो गाह्रो भयो। ओहो गाह्रो बनायो। त्यो डाँडाबाट आएको हिँड्दै डाँडा हुँदै फेरि यता कहाँसम्म पुग्ने हो। मोनोरेलको ट्र्याक छ यहाँ गइरहेको छ। ट्र्याक मोनोरेल यताबाट मुनिबाट आएछ, यताबाट यहाँबाट आइरहेछ। भ्यूसँगै आजको घुमघाम कार्यक्रम पनि सकियो है त। ल साथीहरू यसरी यहाँ रेस्ट गर्दै हुनुहुन्छ, बनाउनलाई सिक्दैछु होइन। यसो तपाईँहरूले कमेन्ट लाइक सेयर सब्सक्राइब गरेर के कस्तो लाग्दैछ यसो भन्नु होला होइन। बिस्तारै इम्प्रुभ गर्दै जानु। ल बाई बाई।